ओ दा ओइ अस्ति खसी बेचेको आमाले थाहा पायो नि। खसी कस्तो खसी हौ? बिर्सिस त्यही खसी बेचेर खट्टु खाएको। ए त्यो खट्टु तैँले अस्ति खसी बेचेर खुवाएको मलाई, तँलाई फेरि आफ्नै घरको खसी बेच्नु पर्ने फेरि के भएको फेरि यो? त आफै त नि अस्ति खट्टु खान्छु भनेर केही पाएन, आफ्नै घरको खसी दिए कि बेच्दे। लु नौलु त केही प्लान बना त, बच्चा त योपालि। लु भएको नि त छोड्दे, बेचेर खाइ त सक्यो हामीले। यसो गरौँ न, दुईजना आमा भएकोमा जाउँ कि। तैँले बेचेको भन् खसी हो, मैले बेचेको भन्छु। त्यस्तो भन्यो भने आमाले केही गर्दैन, हामीले जान मलाई याद छ ल। ए साँच्चीमै है केही हुँदैन है? जुम आमा खानाभित्र बनाउँदैछ कि भनिहालौँ। जुम। लु हिँड्न अन्त, त्यो चिन्ता नगर न, मलाई चाहिँ एक बोतल खुवान तैँले भइहाल्छ। हिँड्छु मम्मी। मम्मी तर है मेरो खसी बेच्ने त को? मम्मी खसी बेच्ने म साला भत्ता त घरको खसी नि बेच्ने भइसकेछ है। तँलाई चाहिँ पर्छ ल। धोका दियौ तिमीले, छोड दियौ तिमीले।